त एक समयमा यो संसार छलोक हुन्छ। नर्गलोक, प्रेतलोक, पशुलोक, मनुष्यलोक, असुरलोक र देवलोक गरी संसार छलोक मध्ये सबैभन्दा धेरै दुःख र कष्ट कुन लोकमा हुन्छ? नर्गलोकमा हुन्छ भनेर वर्णन गरिएको छ। नर्गलोकमा पनि 18 नर्गको कुण्डहरू छन्, जहाँनिर एक दिनमा पनि 100औं पटक मृत्यु हुनुपर्ने नर्गको दुःखहरू बारेमा वर्णन गरेको पाइन्छ। नर्गमा जन्मेको प्राणीहरू, नर्गको यामदूत यामराजहरूले धेरै दुःख पीडा यातना दिने गर्दछ। 2 जना नर्गलोकमा जन्मेको प्राणीहरू आफ्नो कर्मफलको दुःख भोगिरहेको अवस्थामा एक दिनमा एकदम गरुङ्गो ठेला गाडी तानेर काम गर्नुपर्ने। यदि त्यो काम गर्न सकेन भने यामराजहरू यामदूतहरूले पिटेर कुटेर मार्ने, आफ्नो कुकर्मको परिणामले गर्दा फेरि पुनर्जीवित भइहाल्ने। बुद्धं शरणं गच्छामि, धर्मं शरणं गच्छामि, संघं शरणं गच्छामि, बुद्धं शरणं गच्छामि, धर्मं शरणं गच्छामि, संघं शरणं गच्छामि, बुद्धं शरणं गच्छामि, धर्मं शरणं गच्छामि, संघं शरणं गच्छामि। सबैजनाले हार्दिक साधुवाद। आजभन्दा 2562 वर्ष लगभग अगाडि नेपाल भूमि लुम्बिनीमा जन्मिनु भएका सिद्धार्थ गौतमले 29 वर्षको उमेरमा गृहस्थी जीवन परित्याग गर्नुभई ज्ञानको खोजीमा जानुभयो। 35 वर्षसम्म ध्यान तपस्या गर्नुभई भारतको बुद्ध गयामा सम्यक सम्बोधि ज्ञान प्राप्त गर्नुभयो। उहाँले प्राप्त गर्नुभएको ज्ञानलाई बुद्ध भनेर भनियो। बुद्धको शरणमा जान्छु, धर्मको शरणमा जान्छु, सङ्घको शरणमा जान्छु भनेर बौद्ध मार्गीहरूले शरण गमनको पाठ वाचन गरिरहेको हुन्छन्। त्यसकारण यो बुद्ध धर्म सङ्घ त्रिरत्न भनेको के हो, यो कुराहरू चिनाउनुभन्दा अगाडि यो धर्म प्रवचन श्रवण गर्ने बेलामा हामी सबैजनाले मनमा बोधिचित्तको भावना उत्पत्ति गरेर प्रवचन सुन्न सक्यौँ भने अत्यन्तै पुण्यवान हुन सकिने, अत्यन्तै लाभदायी हुन सकिने। बोधिचित्त भनेको के हो भने यो संसारमा भएको सबै प्राणीहरू कुनै न कुनै जन्ममा तपाईँ हाम्रो माता पिता दाजु भाइ दिदी बहिनी सम्बन्ध जोडेको प्राणीहरू हुन्। धेरै जन्म र जुनीहरू पार गर्दै 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 आज हामीले मनुष्य जीवनलाई प्राप्त गरेको हो। त यो संसारमा भएको हाम्रो माता रूपी सर्व प्राणीहरू हामी जस्तै सुख र शान्ति चाहने, हामी जस्तै दुःख र कष्ट नचाहने, यो संसारको प्राणीहरूलाई दुःखको अवस्थाबाट बचाउन सकिने को हो त भन्दा केवल मनुष्यले हो। म जस्तै दुःख नचाहने सुख चाहने ती माता रूपी सर्व प्राणीहरू सबै दुःखको अवस्थाबाट चाँडोभन्दा चाँडो मुक्त भएर सुख र शान्तिको जीवन प्राप्त गर्न सकुन्।
जसको निमित्त म यो धर्म ज्ञान उपदेश श्रवण गर्दैछु भन्ने यो भावना मनमा उत्पत्ति गर्नुलाई बोधिचित्तको भावना उत्पत्ति गर्नु भनेर भनिन्छ। भगवान शाक्यमुनि गौतम बुद्धले पनि धेरै जन्मजुनीहरूभन्दा अगाडि बोधिचित्तको भावना मनमा उत्पत्ति गरेर उहाँले बोधि अभ्यास गर्दै 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 जानुभएको थियो। त एक समयमा यो संसार छलोक हुन्छ। नर्गलोक, प्रेतलोक, पशुलोक, मनुष्यलोक, असुरलोक र देवलोक गरी संसार छलोक मध्ये सबैभन्दा धेरै दुःख र कष्ट कुन लोकमा हुन्छ? नर्गलोकमा हुन्छ भनेर वर्णन गरिएको छ। नर्गलोकमा पनि 18 नर्गको कुण्डहरू छन्, जहाँनिर एक दिनमा पनि 100औं पटक मृत्यु हुनुपर्ने नर्गको दुःखहरू बारेमा वर्णन गरेको पाइन्छ। नर्गमा जन्मेको प्राणीहरू, नर्गको यामदूत यामराजहरूले धेरै दुःख पीडा यातना दिने गर्दछ। 2 जना नर्गलोकमा जन्मेको प्राणीहरू आफ्नो कर्मफलको दुःख भोगिरहेको अवस्थामा एक दिनमा एकदम गरुङ्गो ठेला गाडी तानेर काम गर्नुपर्ने। यदि त्यो काम गर्न सकेन भने यामराजहरू यामदूतहरूले पिटेर कुटेर मार्ने, आफ्नो कुकर्मको परिणामले गर्दा फेरि पुनर्जीवित भइहाल्ने। नर्गको कुण्डमा ठेला गाडी तान्दै गरिरहेको 2 जना नर्गको प्राणीहरू मध्ये 1 जना नर्गको प्राणी असाध्यै कमजोरी भएको कारणले आफू बसेको ठाउँबाट उभिएर हिँड्न पनि नसकिने अवस्थामा उसले ठेला गाडी तान्न सक्ने अवस्था रहेन। त्यति बेला उसँगै मिलेर ठेला गाडी तान्नुपर्ने अवस्थामा उसको साथीले यमराजलाई बिन्ती चढाउनु भयो, हे यमराज, मेरो साथी एकदमै दुःखनीय अवस्थामा छ, उसले यो काम गर्न सक्दैन, कृपया उसलाई काम नहराउनुहोस्, बरु दुःखै पाए पनि मेरो साथीको सट्टा काम म आफै गर्छु यमराज भनेर 2 हात जोडेर यमराजको सामु बिन्ती बिसाइरहँदाखेरि यमराजले यति ठुलो फलामको डन्ठले उसको टाउकोमा हिर्काएर उसलाई तत्कालै मृत्यु हुने बनाइदियो। मृत्यु हुनासाथ त्यो प्राणीको दिवंगत आत्मा 33 गुणी देवलोक मध्ये तुषित देवलोकमा जन्म भएर ऊ देवता भएर जन्मिन सक्यो। देवता भएर देवलोकमा जन्म हुन साथ उसले दृष्टिगोचर गर्छ, म कस्तो पुण्यको कारणले यो देवलोकमा जन्मेको रहेछ भनेर दृष्टिगोचर गरेर हेर्दा ओहो, नर्गलोकको कुण्डमा ठेला गाडी तान्न नसकेको मेरो साथीप्रति दया करुणाको भाव प्रकट गरेको कारणले गर्दा नै मेरो मृत्यु भएको रहेछ। यही एउटा परोपकारी भावनाको शक्तिले गर्दा आज म देवता भएर जन्म लिन पाएको रहेछ। वास्तवमा त्यो नर्गको कुण्डमा आफ्नो साथीको दर्दनीय अवस्था देखेर मनमा करुणाको भाव पैदा हुने त्यो प्राणी को थियो त भन्दा 10,000 जन्म अगाडि लुम्बिनीमा जन्मिनु भएको शाक्यमुनि गौतम बुद्ध हुनुहुन्थ्यो। यसरी उहाँले आफ्नो साथीप्रति दयाको भाव प्रकट गर्दै उच्च उच्च कोटीमा जन्मिँदै परोपकारी कर्म गर्दै पुण्य सञ्चय गर्दै ज्ञान सञ्चय गर्दै धेरै जन्म र जुनीहरू पार गर्दै 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 उहाँ अन्ततगत नेपाल भूमि लुम्बिनीमा सिद्धार्थ गौतम भएर जन्मिनु भयो। बोधिचित्तको शक्ति अत्यन्तै शक्तिशाली, अत्यन्तै पुण्य प्रभावकारी हुनेछ। त्यस कारणले हामीले गरिने कुनै पनि पूजापाठहरू, धर्म कर्महरू सबै चित्त शुद्ध गर्ने विधिमा आधारित भएको हुन्छ। हाम्रो सोच विचारले पुण्यको परिणाम ठुलो प्राप्त हुनु र नहुनु हाम्रो सोच विचारले निर्धारण गर्ने गर्दछ। बोधिचित्तको भावनामा आधारित भएर हामीले एउटा गरिबलाई थोरै मात्रै सहयोग गर्न सक्यो भने त्यो सहयोग अत्यन्तै पुण्य प्रभावकारी हुन सक्छ। यदि बोधिचित्त अथवा परोपकारी भावना नभइकन हामीले धेरै ठुलो पूजा यज्ञ महायज्ञहरू सम्पन्न गरिए तापनि हामीले त्यति ठुलो पुण्य लाभ गर्न सक्दैन रहेछ। त्यसकारण यो बोधिचित्तको भावनाबाट नै हामीले
धर्म अभ्यासको सुरुवात गर्नु नितान्त आवश्यकता रहेको हुँदा एक समयमा भगवान बुद्धको एकजना शिष्य भिक्षु आर्य कात्यायनले पनि पटक पटक आफ्नो प्रसङ्गमा भन्नुहुन्छ, यो संसारमा जन्मिएको मनुष्य मात्रै होइन, सबै प्राणीहरू कुनै न कुनै जन्ममा मसँग सम्बन्ध जोडेको रहेछ भनेर उहाँले थाहा पाउनुहुन्छ। उहाँ त अर्हत्व प्राप्त भएको भिक्षु, अर्हत्व भनेको राग द्वेष मोहलाई पूर्ण रूपमा प्रतिकार गरेको, पूर्ण रूपमा निवारण गर्न सफल भएको व्यक्ति नै अर्हत्व हुन्छ। अर्हत्व प्राप्त गरेको भिक्षु बौद्ध कात्यायन भिक्षाटन गर्न जाने क्रममा एकजना सर्वसाधारण गृहस्थी भक्तजनको घरमा पुग्नुहुन्छ। गृहस्थी भक्तको घरमा पुगिसकेपछि त्यो घरको मालिकले आमाले के भन्नुहुन्छ, गुरु तपाईँ एकछिन पर्खेर बस्नुहोस्, म खाना खाँदैछु, म खाना खाइसकेपछि म हजुरलाई दान चढाउँछु, दर्शन गर्छु भनेर वचन दिनुहुन्छ। कात्यायन गुरु पर्खेर बस्नुहुन्छ, आमा मजाले माछाको मासुसँग खाना खाइरहेको देख्नुहुन्छ। आफ्नो सानो नानीलाई काखमा राखेर दुध पिलाइरहेको पनि देख्नुहुन्छ गुरुले। माछाको मासुसँग खाना खाँदै गर्दा मासुको गन्ध आइरहँदाखेरि एउटा कुकुर चाहिँ त्यो आमाको छेउमा आएको र मासु खान खोजेको देखेर त्यो आमाले यति मोटो दण्ड आफ्नो छेउमा राखेर खाना खाँदो रहेछ। कुकुर छेउमा आउन साथ त्यो दण्डले कुटेर कुकुरलाई खेदाइ गर्दो रहेछ। कुकुरलाई लखेट्नको लागि एउटा दण्ड चाहिँ छेउमा राखेर खाना खाँदै गर्दा गुरुले दृष्टिगोचर गर्नुभयो, किनभने कात्यायन गुरु अर्हत्व प्राप्त गर्नुभएको व्यक्ति, उहाँले दृष्टिगोचर गर्नुभयो। वास्तवमा यो मासुको गन्ध चाल पाएर छेउमा आएको यो कुकुर, यो खाइरहेको यो माछा, यो माछाको मासु खाने आमा, यो आमाले आफ्नो काखमा चापेको यो नानी, यिनीहरूको बिचमा के सम्बन्ध रहेछ भनेर उहाँले धम्म चाक्षु ज्ञानको चाक्षुले हेर्दाखेरि आर्य कात्यायन भिक्षु चकित पर्नुभयो। ओहो, संसार त विचित्र पो हुँदो रहेछ। माछाको मासुसँग खाना खाइरहेको छ, त्यो माछा अरू कोही नभई त्यही आमाको आफूलाई जन्म दिने बाबा, कर्मफल आफ्नो कर्मको परिणामले माछा भएर जन्मेर त्यही माछा आफ्नो छोरीको भागमा खाने चौटको रूपमा छोरीको भागमा पर्न आएको गुरुको ज्ञान दृष्टिले देख्नुहुन्छ। अनि त्यो माछाको गन्ध आएर छेउमा आइरहेको कुकुर, त्यो आमालाई जन्म दिने आमा आफ्नो कर्मफलको कारणले गर्दा कुकुर भएर जन्मेर आफ्नै श्रीमानको हड्डी खान आएको गुरुको ज्ञान चाक्षुले देख्नुहुन्छ। त्यो आमाले आफ्नो काखमा चापेर दुध पिलाएर सबैभन्दा धेरै माया गरिरहेको उसको नानी पूर्व जन्ममा आफूलाई खानामा विष हालेर मारेको शत्रु भएको थाहा पाउनुहुन्छ। यस्तो विचित्रको संसार, बाबाको मासु खाने, आमालाई डन्ठले कुटेर हिर्काउने, आफूलाई मार्ने शत्रुलाई काखमा चापेर सबैभन्दा बढी माया गर्ने, यस्तो विचित्रको संसार। त्यसकारण यो संसारमा हेर्ने हो भने सबै प्राणी कुनै न कुनै जन्ममा हामीसँग सम्बन्ध जोडेको हुँदा आज हामी एक चेतनशील मानव, चेतनशील प्राणीहरूमध्ये सबैभन्दा उत्कृष्ट जीवन नै मनुष्य जीवन हो। यो मनुष्य जीवन प्राप्त भएको अवस्थामा यो मनुष्य जीवनलाई सार्थक बनाउनको लागि, अर्थपूर्ण बनाउनको लागि हिजो भगवान बुद्धले दिनुभएको यो ज्ञान उपदेश जति पनि छन् हाम्रो जीवन पद्धति हो, जीवनलाई सार्थक बनाउने उपायहरू हो। जीवनलाई सफल बनाउनको लागि बाहिरी भौतिक वस्तुहरूको कारणले मात्र हाम्रो जीवन सफल हुन सक्दैन। हाम्रो जीवन दुईवटा शक्तिबाट चलिरहेको हुन्छ, एउटा शारीरिक शक्ति, एउटा मानसिक शक्ति। शारीरिक शक्ति त हामीले ठिक समयमा भोजन आहार विहारदेखि व्यायाम, शारीरिक सन्तुलनलाई बलियो बनाउन सकिने उपायलाई अपनायो भने त्यो बलियो बनिहाल्छ।
मानसिक सन्तुलनलाई बलियो बनाउँदै लैजानु भनेको आध्यात्मिक चिन्तन मनन नै हो। आध्यात्मिक चिन्तन मननको माध्यमबाट मानसिक सन्तुलनलाई मजबुत बनाउने, भौतिक सुख सुविधाहरू, भौतिक वस्तुहरूबाट शारीरिक सुविधा प्राप्त हुन्छ। शारीरिक सुविधा सम्पन्न भए तापनि आत्मसन्तुष्टि र मनमा शान्ति हुन सकेन भने फेरि जीवन सार्थक हुँदैन, जीवन अर्थपूर्ण हुँदैन। यो जीवनलाई अर्थपूर्ण बनाउने उपाय नै ज्ञान, धर्म, चिन्तन मनन। अब धर्म भनिरहँदाखेरि धर्मलाई कसरी बुझ्ने भन्ने विषय आउँछ। धर्म जीवन पद्धति हो। धर्म हुन त सबै वस्तुको आफ्नो आफ्नै धर्म हुन्छ, सबै वस्तुको आफ्नो आफ्नै विशेषता हुन्छ, त्यो उसको धर्म हो। त्यस्तै प्रकारले हामी मानवको धर्म हुन्छ। काट्नु हुँदैन, मार्नु हुँदैन, हिंसा गर्नु हुँदैन, चोरी गर्नु हुँदैन, बेविचारी गर्नु हुँदैन, झुटो बोल्नु हुँदैन। यो वास्तवमा यो मानवको धर्म हो। यो कसैले भगवानले यो नियमहरू बनाइदिएको कारणले यो नियमहरू लागू गर्यो भने हामीलाई आशीर्वाद प्राप्त हुने। यदि यो नियमहरू पालना गरेन भने हामीलाई श्राप, त्यो श्राप लागेर हाम्रो ग्रह दशाहरू बिग्रेर जाने, प्रगति उन्नतिहरू पतन भएर जाने कुरा होइन रहेछ। यो जीवन पद्धति होइन, मानव धर्म। यदि आफ्नो जीवनलाई सफल बनाउने, सार्थक बनाउने, सन्तुष्टि बनाउने, शान्तिमय जीवन बनाउने हो भने मानव धर्मलाई हामीले अनुसरण गर्नुपर्छ। त्यो मानव धर्म के हो त भन्दा भगवान बुद्धले दिनुभएको शिक्षाहरू छ नि। यो शिक्षाहरू केवल पूजापाठ गर्ने विधि विधान सीमित होइन रहेछ। केवल धूप बत्ती बाल्ने, दक्षिणा चढाउने, ढोक गर्ने, तीर्थ दर्शन गर्ने, व्रत बस्ने, यो सबै उपाय हो। उपाय वास्तविक धर्म के हो त भन्दा धर्मको शिक्षालाई अनुसरण गर्दै 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 जाँदा हाम्रो मन विचारमा पनि परिवर्तन ल्याउन सकिने उपाय, हाम्रो बोली वचनमा पनि परिवर्तन ल्याउन सकिने उपाय, हाम्रो बानी व्यवहारमा पनि परिवर्तन ल्याउन सक्ने उपाय नै धर्म हो वास्तवमा। त्यसकारण धर्मलाई अनुसरण गर्ने व्यक्ति, धर्मलाई अभ्यास गर्ने व्यक्तिहरू अन्य धर्म अभ्यास नगर्ने व्यक्तिहरू भन्दा विशेष प्रकारको हुनु आवश्यक छ। धर्म गर्ने व्यक्ति भनेको छुट्टै कपडा पहिरन लगाएर गरेको कारणले मात्रै प्रमाणित गर्न सक्दैन होइन। यो मान्छे त धर्म गर्ने मान्छे रहेछ भनेर यो माला लगाएको कारणले मात्रै यो मान्छे धार्मिक रहेछ भनेर भन्न पनि सक्दैन। यो मान्छे त धार्मिक व्यक्तिले चाहिँ निधारमा यस्तो खरानी घसेर हिँडेको त्यसले पनि निर्धारण गर्न सक्दैन रहेछ। यो मान्छे त धर्म गर्ने व्यक्ति, यसले त फलाना ठाउँमा यति धेरै दान पुण्य गर्नुभयो, यसले पनि निर्धारण गर्न सक्दैन रहेछ। यो फलाना मान्छेले त एकदम धेरै धर्म गर्छ, उसले त वर्षमै 2 पटक घरमा लामा ल्याएर पढाउँछ, यसले पनि निर्धारण गर्न सक्दैन रहेछ है। अब धर्म गर्ने व्यक्ति कस्तो हुन्छ भन्दा अरू मान्छे भन्दा नरम प्रकारको बोली वचन, नरम प्रकारको शील स्वभाव, सोच विचारमा पनि सकारात्मक सोच विचार लिन सक्ने, त्यो धर्म गर्दै अभ्यास गर्दै जाँदा त्यो परिणामहरू प्राप्त हुँदै जान्छ। त्यो परिणाम प्राप्त, त्यसकारण धर्म गरिसकेपछि हामीमा केही सुधार आएको छ कि छैन त? यो धर्म अभ्यास गर्नुभन्दा अगाडि मेरो अवस्था कस्तो थियो, यो धर्म अभ्यास गरिसकेपछि ममा केही परिवर्तन आएको छ कि छैन भनेर जाँच गर्दा केही परिवर्तन अवश्य आएको छ भन्ने लाग्छ भने पक्कै धर्म गरेको परिणाम तपाईलाई प्राप्त भएको छ भनेर त्यति बेला थाहा हो। पूजा गर्ने, व्रत बस्ने, दान चढाउने, तीर्थ दर्शन गर्ने, माला जप्ने, चढाउने, यो सबै गर्छ तर कहिले पनि घमण्ड कम भएको जस्तो नलाग्ने, लोभ गर्ने बानी कमी हुँदै गएको जस्तो नलाग्ने, जिद्दी गर्ने बानी कमी हुने जस्तो नलाग्ने है। यो कुराहरूमा परिवर्तन आयो कि आएन, वास्तवमा यसमा हामीले ध्यान दिनु आवश्यक छ। अनि मात्र चाहिँ यो मान्छे धर्म गरेको भन्ने थाहा हुन्छ।
साधु, ब्रह्मचारी, शान्त, योगी, महायोगीहरू नै किन नहोस्, धर्मको चर्यालाई पालना गरेर आफूमा परिवर्तन ल्याउन सक्दैन भने साधु पनि साधु हुँदैन, ब्राह्मण पनि ब्राह्मण हुँदैन, ऋषि पनि ऋषि हुँदैन, योगी महायोगी पनि योगी नै हुन सक्दैन। जो व्यक्ति सर्वसाधारण कुनै योगी, कुनै ब्रह्मचारीको भेष धारण गरेको छैन, सर्वसाधारण गृहस्थीको रूपमा छ, तर उसले धर्मको अभ्यासलाई आफ्नो जीवनशैली अनुकूलता अभ्यास गरिरहेको छ भने त्यस्तो व्यक्तिहरूमा परिवर्तन भएको पाउँछ। हामीले खोजेको चिज यो हो। आज यो चिज हामीले किनेर पाउँदैन, सापट लिएर पाउँदैन, आफैले उत्पादन गरेर आफैले निर्माण गर्ने तत्त्व ज्ञान हो। आध्यात्मिक चिन्तन मनन गरेर पुण्य सञ्चय गर्ने यो विधि। अब यसलाई अपनाउनको लागि धर्म गर्ने उपायहरू 3 प्रकारको हुन्छ। शरीरले गर्ने धर्म, वचनले बोल्ने धर्म, मनको चिन्तनबाट प्राप्त हुने धर्म, 3 प्रकारको धर्म। धर्मको पद्धतिलाई अपनाउन जान्यो भने एकदम सजिलो छ। धर्म गर्ने प्रक्रियालाई अपनाउन जानेन भने जति धेरै धर्म गरेको जस्तो गरिए तापनि उपलब्धिमूलक हुन नसक्दो रहेछ। धर्म गर्ने प्रक्रियालाई अपनाउन जान्यो भने मन्दिर नजाने, गुम्बा नजाने, एउटा धूपबत्ती नबाल्ने, एउटा पूजा पनि नगर्ने, ढोक पनि नगर्ने मान्छेले पनि धर्म गरिरहेको हुन्छ। फेरि धर्म गर्ने प्रक्रियालाई अपनाउन नजान्ने मान्छेहरू व्रत बस्छ, जप गर्छ, पूजा गर्छ, यज्ञ गर्छ, दान गर्छ, तर पनि उसले धर्मको शिक्षाले प्रभाव पारेको हुँदैन। त्यो के हो? धर्मको प्रक्रियालाई अपनाउन जानेन भने त्यो समस्याहरू उत्पत्ति हुन सक्छ। अब शरीरले गर्ने धर्म एकदम सजिलो छ हामीले अपनाउन जान्यौँ भने। हिंसा गर्ने कुकर्मलाई त्यागेर अरूको ज्यान बचाउने, प्राण बचाउने, दुःख पाएकोलाई शरीरले सक्ने मद्दत गर्ने शरीरबाट हुने धर्म हो त्यो। चोरी गर्नु जस्तो कुकर्मलाई त्यागेर सकेको अरूलाई सहयोग गर्ने, ज्यान बचाउने, प्राण बचाउने काम पहिलो धर्म भयो। दान दिने अथवा सहयोग गर्ने, दुःख पाएकोलाई आफूले सकेको सहयोग दिएर मद्दत गर्ने दोस्रो धर्म भयो। अनि व्यभिचारी गर्ने कुकर्म जस्तोलाई त्यागेर सदाचारीमा बस्ने, पर स्त्री गमन नगर्ने, पर पुरुष गमन नगर्ने जस्तो सदाचारीमा मात्रै बस्न सक्यो भने त्यो शरीरबाट हुने धर्म हो। त्यसकारण धर्म पनि शरीर, वचन, चित्तबाट हुने 3 प्रकारको धर्म। आशीर्वाद पनि 3 प्रकारको हुन्छ। फेरि शरीरले पाउने आशीर्वाद, वचनले पाउने आशीर्वाद, मनमा पाउने आशीर्वाद पनि 3 प्रकारको हुन्छ। शक्ति पनि 3 प्रकारको हुन्छ। फेरि शरीरको शक्ति, वचनको शक्ति, चित्तको शक्ति, 3 प्रकारको शक्ति हुन्छ। शरीरको शक्ति प्राप्तिको लागि अब शरीरको शक्ति, शरीरको आशीर्वाद प्राप्त भयो भने रूप राम्रो हुनु पनि एउटा शरीरको शक्ति हो। बल तागतले निपुण हुनु पनि शरीरको शक्ति हो। जस्तो प्रकारको कपडा लाउँदा पनि चटक्कै सुहाउने मान्छे छ भने त्यो पनि उसको शरीरको एउटा गुण लक्षण हो। शरीरमा हुनु पनि विशेषता हुन्छ नि। हामी मान्छेको दाँत कतिवटा हुनुपर्ने, कपालको रौँ कतिवटा हुनुपर्ने, पुरै लक्षणको बारेमा वर्णन गरेको ग्रन्थहरू हेर्ने हो भने त सबै लक्षणले परिपूर्ण भएको मानव त एकदम दुर्लभ हुन्छ। यो शरीरको लक्षणहरू होइन, यो सबै लक्षणहरू भनौँ न कहिले पनि दुख बिमारी नहुने, 80-90 वर्ष पुग्दा पनि अनुहारमा च्याउरी नपर्ने मान्छे, स्मरण शक्ति यति तेजिलो होइन, एकदमै शरीरले गर्न सक्ने कामहरू पूर्ण रूपमा गर्न सक्ने, त्यो सबै के हो? शरीरको शक्ति हो। म आयु लामो होस्, म निरोगी होस्, मेरो शरीरको रूप राम्रो होस्, म बल तागतले निपुण होस् भन्ने प्रत्येक मानवले चाहिरहेको हुन्छ। तर त्यो प्राप्त हुनको लागि, मेरो आयु लामो हुनको लागि म फलाना मन्दिरमा गएर पूजा गर्छु,
मेरो शरीरको रूप राम्रो हुनको लागि म भगवान बुद्धको भिक्षुसँग म दान पुण्य चढाउँछु। मेरो बल ताकतले निपुण हुनको लागि मलाई मेरो रूपमा मेरो मुहारमा चमक आउनको लागि मैले यस्तो धर्म गर्छु। यसरी हुँदैन रहेछ। यो चाहिँ यस शरीरको ताकत र शक्ति प्राप्तिको लागि हामीले तीनवटा कुरालाई त्याग्नु पर्छ। हिंसा गर्नु, चोरी गर्नु, बेविचारी गर्नु। यो तीनवटा कुकर्मलाई त्याग्न सक्यो भने पूजा नगरे पनि शरीरको आशीर्वाद प्राप्त भयो। यज्ञ महायज्ञ दान पुण्य नगरे पनि शरीरको आशीर्वाद प्राप्त भयो। ठुल्ठुलो गुरु महाराजहरूको सामु गएर वाङ अभिषेक आशीर्वाद ग्रहण नगरे पनि शरीरको आशीर्वाद प्राप्त हुन्छ। किनभने बुद्ध धर्मको सिद्धान्त नै कर्म हेतु फल हो। तपाईले धान रोप्नुभयो भने धानको फल प्राप्त हुन्छ। मकै रोप्नुभयो भने मकैकै फल प्राप्त हुन्छ। जस्तो बिउ उस्तै फल प्राप्त हुन्छ। तपाईले शारीरिक शक्ति प्राप्त हुने बिउ रोप्नु भएपछि तपाईले शरीरको शक्ति प्राप्त भएरै छोड्छ। कर्म हेतु फल हो। त्यस कारणले गर्दा शरीरको शक्ति प्राप्त हुने उपाय, वचनको शक्ति प्राप्त हुन सक्यो भने कति मिठास बोली वचन बोल्न सकिने, बोलेको बोली वचनले सबैलाई मन्त्र मुक्त बनाउन सकिने, बोलेको कुरा सबैले विश्वासको साथ लिन सकिने र बोलेर हजारौं लाखौं मानिसलाई पूर्ण रूपमा विश्वास दिलाउन यो सबै बोलीको शक्ति हो। फलाना मानिसको मुखमा त सरस्वतीले नै बास गरेको छ नि। फलाना मानिसले बोलेपछि पटक पटक सुनौ जस्तो लाग्छ नि। बोलीको शक्ति हो यो। त्यो बोलीको शक्ति प्राप्त हुनको लागि के गर्नु पर्यो? व्रत बस्नु पर्यो, स्वस्थानी व्रत बस्नु पर्यो, कुनै पूजा गर्नु पर्यो। त्यो पूजा त उपाय मात्र। वास्तविक वचनको शक्ति प्राप्तिको उपाय के हो त भन्दा झुटो बोल्नु हुँदैन। झुटो बोली वचन बोल्न त्यागेर सत्य बोली वचन बोल्यो भने उसको बोलीमा शक्तिको वृद्धि हुन्छ। चुगले लगाउने बोली प्रयोग गर्न छोडेर नमिलेको दाजुभाइ परिवारलाई यो बोली वचनले मिलाउन सक्यो भने यो बोलीमा शक्ति उत्पत्ति हुन्छ। कडा कडा बोली वचन, रुखो बोली बोल्न छोडेर नरम बोली वचन बोलियो भने यो वचनको शक्ति वृद्धि भएर जान्छ। घमण्डको कुरा गर्ने, आफ्नै मात्र जिद्दी गरेर कुरा गर्ने बानीलाई छोडेर अरूको कुराहरू सुन्ने र ठिक चाहिँदो कुराहरू मात्रै गर्ने बानी बसाल्दै गयो भने यो वचनको शक्ति वृद्धि हुँदै जान्छ। मेरो वचनको सिद्धि प्राप्तिको लागि मैले बोलेको कुरा सबैलाई मन्त्रमुक्त बनाउनको लागि मलाई एउटा प्रसाद दिनुहोस् न गुरु भन्ने पनि हामीसँग कहिले कहिले भेट हुन्छ। कोही बेला मैले बोलेपछि सबैलाई सुनौ बनाउने खालको यस्तो मन्त्र सिकाइदिनुहोस् न गुरु भन्ने नेताहरू पनि हामीसँग कहिले कहिले भेट हुन्छ। मन्त्र सिकाएर सबैलाई बोल्ने सुनौ बनाउन सक्ने मन्त्र उच्चारण गर्दैमा त्यो हुने भयो भने त संसार त हामी दुःख गर्नै नपर्ने। यो मन्त्रबाट हुने चिज, मन्त्र त एउटा अभ्यास हो। निश्चित रूपमा त्यो अभ्यासबाट प्राप्त त हुन्छ। तर यो तत्कालै जादुगरले जादु देखाएको जस्तो तरिकाले तपाईले बोल्ने बित्तिकै सबैले मन्त्र मुक्तै पार्न सक्नेको बोली प्राप्तिको लागि त त्यो तपाईले त्यो कर्म नै गर्नु पर्यो। त्यसकारण तपाईको बोली वचनमा सरस्वतीले बास गराउनु भगवानको हातमा छैन, कुनै ईश्वर परमेश्वरको हातमा छैन। त्यो तपाईको कर्म भन्दा शक्तिशाली चिज यो विश्व ब्रह्माण्डमा कहीँ कतै खोजेर पाउँदैन भन्ने कुरा भगवान बुद्धले दिनुभएको ज्ञान। तपाईको वचन कोलाई शक्तिशाली बनाउने हो भने अब तपाईले आजकै दिनबाट झुटो बोल्ने, चुगली लगाउने, कडा बोली बोल्ने, धेरै कुरा गरेर समय बर्बाद गर्ने यो बोली वचनहरूलाई सुधार्दै गयो भने पूजा पाठ नगर्दा पनि कुनै मन्त्रहरू नसिक्दा पनि हाम्रो बोलीको शक्ति आफै वृद्धि भएर जानेछ। अब मनको शक्ति, शरीरको शक्ति, वचनको शक्ति भन्दा मनको शक्ति अत्यन्तै बलियो तत्त्व हो। फेरि मनको शक्ति बलियो भयो भने
बिमारले अन्तिम चरणमा अब मान्छे हुँदैन भन्ने अवस्थामा पुगिसकेको बिमारी समेत मानसिक शक्ति वृद्धि भएर धेरै दिनसम्म बाँच्न पनि सकिन्छ। यति शक्तिशाली मनको शक्ति हो। मनको शक्तिले नै यो शरीर र वचनलाई निर्देशित गरिरहेको हुन्छ। यो मनको शक्ति बलियो बनाउने या मनको शक्ति कमजोर हुँदै जाने कारण के हो त भन्दा लोभी विचार, लोभको विचारलाई मनमा राख्नु हुँदैन। इच्छा आकांक्षाको विचार जति मनमा उत्पत्ति भयो त्यसले मनको शक्ति घटाउँदै जान्छ, मनको शक्ति घट्दै जान्छ। यो लोभी विचार, इच्छा आकांक्षाको विचार जति वृद्धि हुँदै गयो त्यसले मानसिक शक्ति, चित्तको शक्ति पतन हुँदै घट्दै 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 जान्छ। त्यसकारण लोभी विचारलाई, आकांक्षाको विचारलाई त्यागेर सन्तुष्टिको भाव उत्पत्ति गर्नु मनको शक्ति वृद्धि गराउने पहिलो उपाय हो। मनको शक्ति वृद्धि गराउने दोस्रो उपाय के हो भने